सुतिरहेछ ठुक्क खाते त सुतिस न भन् के देविका तिमी जाऊ त तिमी जाऊ यार नबोला यार यस्तो मान्छेसँग पनि यार के बोलेर बस्छौ मैले अघि नै भने देविका दिदीलाई देविका दिदी गुहाए भन्दैमा तपाईँ नखानु जानु त एउटा दाइले यस्तो भन्यो दाइले एउटा दाइले बहिनीलाई गाली गर्ने शब्द यही हो भोलि चाहिँदैन तपाईँलाई बहिनी सुते त के गर्छस् त देविका दिदी जानु के यस्तो गुहानीसँग तपाईँ गरेर काम नाङ्गा हिँड्नलाई चाहिँ के अनि नाङ्गा हिँड्नलाई पनि जम्मा धेरै भयो त्यो 200 150 पनि अनि हो त के गर्छस् त के भन्न गर्छस् त के भन्न मैले नाङ्गै मुजी देखाएर हिँड्ने मुजीको नि ठुलो कुरा ठिक्क के लाइभमा आउँछ चाहिँ नाङ्गा भिडियो हाम्रो तैले र मिना बान्याले त त्यो केसमा त हेर तैले र मिना बान्याले मेरो मलाई कुमारसँग छुटाउनलाई तो गरेको त्यो केस हालि नै छु भने त तँलाई जिन्दगीभर त्यो केसमा जेल हालिन पनि मेरो मुखमा थुक्दे हेर हेर्न त्यो केसमा यहाँ सुन न त्यो भिडियो यहाँ सुन न तैले मेरो मोबाइल तिमीहरुले मेरो छोराको मोबाइल थुतेर के गरेछौ सार्कीको छेउमा बसेर यहाँ सुन न सार्कीलाई ठुलो बनाउन धेरै गरे चाहिँ फेरि बिचारा एउटा उ देखाउनलाई के एउटा इमानदार देखाउनलाई ठुलो तेरो त लेभलै मिल्दैन सार्कीसँग के ठुलो गर्छ नेपालमा बसेर खाएको छु विदेशमा बसेर अर्का भाडामा चाहिँ खाएको छु नि त मैले नेपालमा बसेर दुनिया धुतेर कसको पैसा धुतेर खाएर के लेभल भन्छस् दाइको देविका नबोला जाऊ यार प्लिज यार नबोला जाऊ यहाँ सुन्न भालु मलाई पैसा लाग्छ भालुसँग पैसा लाग्छ भालु यहाँ सुन्न तिमी जाऊ त म यसलाई ठोक्छु के तिमी यहाँबाट लिप हो त यो भरेतेलाई म यही ठोक्छु कसको पैसा तिमी जाऊ त यहाँबाट लिप हो त गरेको स्क्रिनशट गरेर पठा भने क्या भालु यसलाई म ठोक्छु के त्यसपछि म यसलाई ठोक्छु कसको पैसा चाहिँ मैले खाइछु ल जाऊ त यसलाई म ठोक्छु के के काम गरेर खाइछस् त भन्न का बसेर मेरो रुममा बसेकोस् मेरो रुम हो मेरो रुम हो ओए रन्डी भालु ओए कामी त धेरै ठुलो कुरा नगरे मुजी तिमी यहाँबाट लिप भर धेरै ठुलो कुरा नबोले फेरि मुजी यसलाई म दामी पाराले चाहिँ दिन्छु के यहाँ तिमी जाऊ त यहाँबाट देऊ न म म्युटमा म नि ठोक्छु पप म म्युटमा मुजी लाज छैन शरम छैन एउटा दिदी बहिनीलाई त्यस्तो बोल्ने ह लाज छैन शरम छैन कस्तो बेइज्जती होस् ह के रे त लाज शरम छैन ह त कोस तेरो बाउ हो म तेरो बाउ हो के तेरो आमाको ओए सुन न तेरी आमासँग सुत्ने म यो बुझिस दिदी बहिनीलाई त्यसरी गाली गर्ने ओए तेरी हैन दमै कामी सार्की त मिलिहाल्छ नि मिल्दैनन् हैन त साला चाहिँ आफ्नो बहिनीसँग मिल्न नसक्ने कस्तो खालको होस् न सार्की जातले केही पनि गर्ने हैन के दाइ तपाई त मुजले नमोद मुजी आइदैन रन्डीको छोरो खाते माछा ठुलो कुरा गर्छस् दुनियाँभरको बहिनीलाई गाली गरेछ बसेछ दुनियाँभरको दिएको छ साथीहरु तपाईहरुलाई थाहा नै छैन घरभित्रको उहाँ मेरो छोरो राख्यो भनेर काट्छु मार्छु भन्छन् मेरो नाति लग्यो भने म मर्छु भन्छन् आमा हैन यसले त कति गरेछ म मेरो अर्को फोन भए म फोन गरेर सुनाइदिन्थे हैन यसले नेपाल घुम्न आएको बेला एउटा e-commerce is booming गाडी नभने किन उले अहिले भने पनि छैन बरु केमा चित्त बुझ्न राम्रो हिसाबले कुरा गर्नु या त्यो राष्ट्रिय बेइज्जत हुन्छ नि सुन्न मेरो छोराले के गरे त छोराको नाम लिएको भन्न त ल बिन्दास ल मोबाइल किन नहेर्नु प्यारी के दोष छ त दोष छैन यार बिचारा त्यो यार नाबालक हो मेरो सुन्न मेरो घर भन्छ मेरो अंश भन्छ तेरो अंशमा त यो डीके लाई उडाइदिहाल त मैले कुरा गरेको मुला झगडा अब म यस्तो हुन्छ म चाहिँ गएँ हेर यो झैझगडा मात्रै हुन थाल्यो यो कमेन्टको मतलब पनि नगर कसैको म मोनिटर दे न एकचोटी म कसैलाई ब्लक गर्दिन कसम गर्दिन तले
ओ पागल छोरा दिमाग ह्याङ भइसक्यो मेरो यार अब छोडिदेऊ अब यस्तो कुराहरू लाग्नु हुँदैन अब भन अब तिम्रो ओए देविका दिदी कुरा नहोइनँ कुरा गरेको होइन कि बहिनी चुप हो सपना दिदी यहाँ सुन्नु न मैले केही भनेको छु त म सुरजको लाइफमा गएको थिएँ हिजो सुरजको बुढी किन रोके त्यस्तो छोडिदेऊ भनेर गएको त मलाई त कस्तो गाली गरिरहेको क्या अनि उसको नाम लिन्न म मेरो नाम पनि नलिएपछि हुँदैन त होइन नाम नलिकन हुँदैन त सिद्धो थियो त उसको आफ्नो बाटो मेरो बाटो राम्रो बोल न हौ रे होइन राम्रो अब देविका होइन मन तिमीलाई के भन्छ भने अब आइन्दादेखि त्यस्तो नराम्रो होइन नराम्रो नभने सुन न बिन्दास मैले कहिले लिएको छु त शब्द नगर अब भर दाजु नगर्नु दाजु होइन किनभने यो काम बहिनी जसको लाइफ पनि गाली गरे हुन्छ क्या अहिले तैँले तानेनस् यहाँ गाली गर्न सकेन होइन झैझगडा हुन्छ के म सिङ्गल म एकैचोटि तान्दिनँ अघि मान्छे दिमागै फुट्न लाग्ने अब भर दाजु तानेमा तिमीलाई तान्ने तिम्रो तानेमा भर दाजु तान्दिनँ म त्यस्तो हो झगडा गरेर अच्छा बरु प्राइभेटमा बरु कुरा मिलाउनु गर्नु यार यो सामाजिक सञ्जालमा हेर आफ्नै परिवारको बेइज्जत गरेर छ देख्नलाई पनि लाज यार साथी भएर भने यार टेन्सनमा भयो भन्दैमा गाली गर्ने त अधुरो जिन्दगी टेन्सन जसलाई पनि हुन्छ टेन्सन भयो भन्दै अर्काको छोरीचेली अर्का स्वाइनलाई गाली गर्न पाइन्छ त्यसको टेन्सन के मैले लगेर थपाइदिएको हो र त्यसलाई टेन्सन मैले दिएको हो र त्यसलाई फोन गरेर मैले टेन्सन दिएको छु र त्यसलाई मैले के गरेछु के भयो दिदी अरे गाली गर्छन् यहाँ आएर होइन क्या अति कहिलेसम्म हो यो चाहिँ यो अन्तिम त्यसको नाम निशाना सिद्धिएको थियो बिन्दास मैले त नामै लिन्नको छु नाम नलिएपछि छोडिदिनु के भएर दाजु तपाईँ यार नाम नलिएपछि सकिएको त नि अनि त्यसको मैले नाम किन लिने भनेर गीत फेर्नु स्वाभाविक हुन्छ अनि अघि फोटो जलायो भन नि फोटो जलाएपछि त नाम निशानै लिँदैन त सिद्धो त नि त जलाइ सिद्धो तेरो म तिहारमा जलाउँछु तैँले अहिले जलाउँछस् म तेरो भाइटिकाको दिन जलाउँछु क्या अहिले सिद्धिसक्यो त त्यति हो म भाइटिकाको दिन आउँथेँ सिद्धिएको थियो त तँलाई चाहिँ मसँग के रेसिपी तँलाई मैले के गरेँ तेरो मैले के बिगारेँ बेद लाजै मर्दै कुराको यार छ साथी त मिल्छन् यार झगडा गरेर यार आफ्नो दाजु पनि यार यस्तो त्यो हजुरको छोरालाई के गर्ने हो के दिजु त्यो घरमा नराख्नु रे मम्मी दिँदैनन् नि त हो मम्मीले राख्नै दिँदैनन् नाति लगिस् भने म मर्दिन्छु म त्यसकै सहारामा बाँचेको छु भन्छन् अनि कसरी लिएर केस गरेको छ त्यसले केही गर्न सक्दैन के कागज गरेर ल्याएको छ क्या मैले कागज गरेको छु त्यसले त के अरे मम्मीलाई कति धम्की दिन्छ क्या त्यसले कति धम्की दिएको हुन्छ अनि अहिले त मलाई होइन यहीँ ल्याउँछु अब म कतारै ल्याउँछु बरु पढाउन सकिनँ भने यहीँ ल्याउँछु बरु पढाउँदिनँ कसम पढाउँदिनँ म बरु कोहीसँग राख्दिनँ पढाउँदिनँ बरु यतै लिएर आउँछु पढाउन नि त्यति गाह्रो छैन गाह्रो हो नि गाह्रो हुन्छ नि त अब भनेर हो नि त ल्याउँछु होस्
होस्टेल राख्न दिनुहुन्न क्या मम्मीले, साथीहरू होस्टेल राख्न दिनुहुन्न क्या। कति झगडा गरेको हो, कति झगडा गरेको। होस्टेल राख्न दिनुहुन्न साथीहरू, होस्टेलमा राख्न दिनुहुन्न क्या मम्मीले, त्यही भएर। अब यत्रो सामु सुने हान त भोलि रिसले गरेर माऱ्यो भने मेरो छोरो पढ्छ त, जान्छ त जेल, के गर्ने त मैले। यहाँ अर्को मोबाइल भए फोन गर्थेँ, अर्को मोबाइलबाट मोबाइल छैन, नभए म फोन गरेर म ल्याउँछु होइन। भर्खर भर्ना भयो, अस्ति भर्खर भर्ना गरेको छु, अनि छुट्टी भयो भने ल्याउँछु, अनि पठाउँदिनँ भने अब मम्मीलाई अहिले म छोरो दिन्न, म लिएर आउँछु भन्दा त अब एक्लै हुन्छन्, त्यसले पनि धम्की दिएको हुन्छ, छोराहरूले कसैले हेरेको हुन्न नि त, कति धम्की दिएको हुन्छ आमालाई, अनि एक्लै फेरि केही भइदिइहाल्यो भन्ने हुन्छ नि त। त्यस्तो हो क्या। कति रिसका बच्चा राखेको हेर त, त्योसँग राखेको होइन नि त मैले, मेरो त आमासँग राखेको हो नि त। मेरो छोरा त भयो 14 वर्ष भयो, त्यस्तो मामासँग मामासँग राखेको होइन नि त साथीहरू, मैले त मम्मीसँग राखेको हो के, मम्मीसँग छ के। हाम्रो भरत दाजुको माग चाहिँ के रहेछ खास चाहिँ तिमीप्रति चाहिँ यस्तो गरिरहेको चाहिँ खास के हो यो? आफूहरू नमिल्नु कारण के हो यो? भरत दाजु तपाईँको माग चाहिँ के ल भन्नु त यहाँ आएर माथि। नतान हो भरत दाइले नतान कि दिदी भयो दाजु पनि झगडा गर्छ किन तान्नु पर्यो? सब मिलाउनतिर लाग्नुपर्छ। चेलीबेटीलाई त्यस्तो भन्ने मान्छे पनि त दाजु हुन्छन् र भनेको, त्यस्तो बोल्नु हुन्न नि त हो सामाजिक सञ्जालमा आएर। जस्तै जे भए पनि त आफ्नो ठाउँमा दिदी बहिनी भने दिदी बहिनी भन्नु हुन्छ के। दिदी बहिनीलाई के भूमिका, आमालाई त कस्तो राडी रन्डी भनेर मुख छाड्छ, त्यो छोरो निकाल त्यहाँबाट। हालु नै भए पनि चरित्रहीनै भए पनि आफ्नो दाजुभाइले त्यस्तो आफ्नो चेलीबेटीलाई कहिले पनि त्यस्तो गर्नुहुन्न, भन्नुहुन्न। मान्छे आफ्नो बाध्यताहरू हुन्छ। तपाईँ मुख चलाउँछ, त्यो मुख चलाउन राम्रो कुरा होइन नि त यार, पुरा राम्रो राम्रो हिसाबले कुरा गर्नु न यार, कुराकानी गर्नु न। मान्छेहरू दाजुभाइले आफ्नो माइतीले सपोर्ट गरे भए रन्डी हुन्छ नि त चेलीबेटी। घरबार बिग्रेको मान्छेहरू रन्डी भएका छन्, माइतीले सपोर्ट नदिएपछि रन्डी भइहाल्छन् नि, त्यो बाध्यता होला। तर भूमिका सपोर्ट दिन्छ, जाँड खारा लिएर गएर कुटाउन ल्याउने यो सँगै लगेर के को सपोर्ट गर्ने? दुःख पाएपछि रन्डी हुन बाध्य हुन्छन् छोरछोरी पाल्नको लागि। तर ऊ त आफ्नो दोस्रो बिहे गरे पनि त खुसी छ, आफ्नो विदेशको ठाउँमा परदेशको ठाउँमा दुःख गरेर बसिरहेको, किन रन्डी भन्ने किन भालु भन्ने? र आफ्नो चेलीबेटीलाई यार लाजे भन्ने बेजेती लाज हुँदैन अलिकति? रक्सी खायो भन्दामा जेपिटी बोल्न हुँदैन नि सामाजिक सञ्जालमा आफ्नो दिदी बहिनीलाई यार। भूमिका एक दिन पनि होइन, 2 दिन पनि होइन क्या, रातो दिन पनि त सहन सकिँदैन नि त यार। त्यो पनि त बिहा गरेर विदेशमा गएर आफ्नो दुःख गरेर खाइरहेछ, रन्डी नै भएछ भने पनि त भन्न मिल्दैन। दाजुभाइले सपोर्ट नगरे चेलीबेटीहरू रन्डी हुन बाध्य हुन्छन् बिहे गरे महिलाहरू छोरछोरी पाल्नको लागि। सपोर्ट पनि हो, त्यही त छोराको लागि म रन्डी नै भएर हिँडौँ त त्यसलाई के मतलब? म त त्यसको छोराछोरी त्यसले पाल्न सकेको छैन नि, मैले त मेरो छोरो रन्डी भएर पालेको छु नि त।